अहिलेको अवस्थामा एउटा स्वतन्त्र व्यक्तिले म देश बनाउँछु भनेर हिँड्दै गर्दा र त्यही व्यक्ति एउटा दलमा लागेर म देश बनाउँछु भन्दै गर्दा दुवै मध्येका कुन व्यक्तिले देश बनाउन सक्छ? यो कुरा बुझ्नको लागि सबभन्दा पहिला देशको प्रणाली र अवस्था बुझ्नुपर्छ। नेपाल एक संसदीय प्रणालीमा चलिरहेको देश हो। यहाँ संसदमा सबभन्दा बहुमत ल्याएको आधारमा सरकार बनाउने गरिएको छ। यस्तो अवस्थामा एउटा स्वतन्त्र व्यक्तिले बहुमत ल्याउन सक्ने सम्भावना कमै देखिन्छ। कुनै एउटा स्वतन्त्र व्यक्तिलाई छान्दै गर्दा विभिन्न प्रकारका प्रश्नहरू मनमा उब्जिन्छ। उक्त व्यक्ति संसदमा गएर हाम्रो कुरा राख्दा उक्त कुराको मान्यता आउन सक्छ कि सक्दैन, र सबभन्दा ठुलो र सबभन्दा पहिलो प्रश्न के उब्जिन्छ भन्दाखेरि उक्त व्यक्तिलाई छानेर संसदमा पठाए पनि उक्त व्यक्तिले बहुमत ल्याएर सरकारमा जान सक्ला कि सक्दैन। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र अन्य पार्टीहरूको छर्लङ्ग र धमिला पक्ष देखिसकेको हुँदा ती पार्टीहरूले जति सुकै ठुलो कुरा गर्दा पनि र जति राम्रो नीति तथा कार्यक्रम ल्याए पनि आँखा चिम्लेर पार्टीमा लागेको व्यक्तिहरू बाहेक र अन्ध समर्थक बाहेक अन्य व्यक्तिहरू कुनै पनि प्रतिनिधिलाई छान्नका लागि डराउँछन् र हिचकिचाउँछन्। देशको एक व्यक्तिको मानसिकता, सोचाइ, भरोसा र आशालाई मध्यनजर गर्ने हो भने यी कुराले धेरै ठूलो भूमिका खेल्छ र नागरिकलाई आफ्नो प्रतिनिधि छान्न सजिलो पनि बनाउँछ।